हामीहरू हामी 3 जना अनि पछाडि हुनुहुन्छ पुरा र अब हामी अत्तरिया गर्न भेटौँला। अत्तरिया पुग्ने क्रममा हामीले आफ्नै गतिमा बगिरहेको सुन्दर कर्णाली नदी र त्यसको पुलको दृश्य देख्यौँ। हे गाइस, हामी चाहिँ कर्णाली पुग्यौँ। यस्तो हावा लागेछ, यस्तो हावा लागेछ चाहिँ कर्णाली। अहिले हामी अत्तरिया पुगिसकेका छौँ। यति कति घन्टाको यात्रा गऱ्यौँ हामी साँच्ची? हामीले लगभग 5 घन्टा जति गयो। 5 घन्टाको यात्रापछि हामी अत्तरिया पुगिसक्यौँ। अब यहाँबाट फेरि गाडी चेन्ज हुन्छ। गाडी चेन्ज भएर हामी यहाँदेखि जान्छौँ सिलगढी। बिहान चाहिँ हामी सिलगढी पुग्छौँ। ओके। बिहानको कोमल उज्यालोमा डोटीको बानडोग्री सैन पुग्दा त्यहाँको दृश्यले डोटी तराई जस्तै देखिरहेको थियो। बिहान 8 बजे चाहिँ हामी डोटीको दिपालमा पुगेर डोटीको दिपालदेखि जिग्रानासम्मको यात्रा हाम्रो सुरु भयो। दिपालदेखि जिग्रानातर्फको यात्रामा कतै कतै कठिनाई आए पनि हामी हाँसो र रमाइलोले ती सबै पार गर्दै हामी खुसी साथ गन्तव्यमा पुग्यौँ। हाम्रो अगाडि हामीले खप्तर नेसनल पार्कको गेट देख्दा हाम्रो मनमा हामीले भर्खर हाम्रो यात्रा सुरु भएको हामीलाई महसुस भयो। हामी चाहिँ अहिले ब्यारेकबाट भित्र पसिसकेका छौँ नेसनल पार्कभित्र। यो चाहिँ खप्तर नेसनल पार्क हो। बाटो चाहिँ मिठो छ, यस्तो राम्रो छ अहिलेसम्म त है। हेलो गाइस, यस्तो थकाइ लागिसकेको थियो। यति उकालो छ, कुरा नगर्नु। यो बाटो त्यो उकालो चढिसक्यौँ, स्टिल उकालै उकालो छ, पुरै उकालो। बाटोमा यस्तो खानेपानीहरू पनि भेटिन्छ ठाउँ ठाउँमा। बोतलमा पानी त लिएरै हिँड्नु होला, तर बिचबिचमा यस्तो पानीहरू पनि खानालाई राखेको यस्तो धाराहरू बनाएको रहेछ। हजुरहरू खप्तर आउँदै हुनुहुन्छ भनेपछि ठाउँ ठाउँमा बिनहरू राखिदिएको छ। फोहोरहरू चाहिँ जताभावी नफालिदिनु होला। खप्तर जाने बाटोमा चाहिँ यस्तै विश्राम स्थलहरू चाहिँ धेरै देखिन्छ। हजुरहरू यहाँ आराम गर्दै मजाले जान सक्नुहुन्छ। खप्तरको सुरुवाती उकालोले हामीलाई थकाए पनि हामीलाई प्रकृतिको अनुपम सुन्दरताले हामीलाई एकदम धेरै राहत दिइरहेको थियो। हामी यति उकालो चढ्यौँ धौ धौ अलिकति समतल एरिया आएको छ। ओह वाउ, यहाँ हेर्नु न, हिमाल यस्तो दामी हिमाल देखेको छ। तर क्यामेराले डिफाइनै गर्न सक्दैन जति आँखाले राम्रो देखिरहेको छ। हिमाल यहीँ नजिकै हिमाल हो जस्तो देखियो। यहाँबाट त टाढा देखेछ होला, अलिकति जुम गरेर देखाइदिन्छु ल। यस्तो राम्रो हिमाल देखेछ। अब त चिसो पनि हुन लागिसक्यो यहाँ माथि आएर। अब फेरि हामी लाग्छौँ आफ्नो यात्रातिर गाइस। फाइनली हामी बिच पानीमा पुगेका छौँ। कति घन्टा हिँडेपछि साँच्ची? 9:30 बजे हिँडेको थिएँ मैले। कति बज्यो? 9:30 बजी हिँडेको, अहिले 1:15 भयो। 1:15 भयो। यसपछि हामी खाना खाने ठाउँमा पुगेछौँ। अब खाना खान्छौँ अनि त्यसपछि फेरि स्टार्ट हुन्छ। हामीलाई बिचपानीको साधारण खाना पनि थकाइ र भोकको कारणले असाधारण रूपमा स्वादिलो महसुस भयो। हामी चाहिँ फाइनली खाना खाने ठाउँमा आएर खाना पनि खाइसक्यौँ। अनि यहाँ हेर्नु न, अस्ति भर्खरै हिउँ परेको रहेछ। यस्तो राम्रो हिउँ छ, यस्तो राम्रो हिउँ छ। यो चाहिँ लास्टै उकालो छ। हामी अलि अगाडि आयौँ, सास यस्तो फुलिरहेछ। पुरै उकालो छ, पुरै उकालो। त्यो उकालो चढिसकेपछि हामी विश्राम गर्नका लागि यो चौतारामा बसेका छौँ। एउटी त्यहाँ बसेकी छ अनि त्यसपछि म यहाँ छु। उकालो छैन, खाना खाइसकेपछि उकालो छैन भन्दै हुनुहुन्थ्यो त्यहाँको दाइहरूले। मलाई त चाहिँ उकालो लाग्छ। उकालो अनि अलिकति स्ट्रेट अनि फेरि उकालो, अनि अलिकति स्ट्रेट अनि फेरि उकालो, यस्तै रहेछ क्या बाटो। हामी चाहिँ फाइनल्ली यो फोन डाँडा भन्ने ठाउँमा पुगेका छौँ। यहाँबाट चाहिँ पुरै यस्तो हाइटमा रहेछ यो फोन डाँडा भन्ने चाहिँ। यहाँ मजा अगाडि यस्तो मजाले लाली गुराँसहरू फुलेको छ। ल्याउनुलाई होइन भने जबरजस्ती कसैलाई पनि छैन, बिन्ती छ, लास्टै गाह्रो छ। अनि तपाईँ 2 शब्द भनिदिनुहोस्। त्यही सेम हो, कपी पेस्ट। वरिपरि फुलेको लाली गुराँसले बाटोलाई रङ्गीन बनाउँदै हाम्रो यात्रामा नयाँ उमङ्ग र आनन्द थपिरहेको थियो। हेलो गाइज, हामी चाहिँ हल्का पाटन देखिने ठाउँतिर आइसकेका छौँ। अब यहाँबाट अझै 1.5 घन्टा भनिरहेछ। खप्तर चाहिँ 1 hours 30 minutes भनिरहेछ। बुकिदह नामकको त्यो पहिलो पाटनमा पुग्दा हृदयले मन नै मोहित बनायो। हामी केही बेर त्यहाँ जम्मा भएर प्रकृतिमा हराउँदै रमाइला कुराकानीमा डुब्यौँ। ल हामी चाहिँ खप्तर जाने बाटो भनेर लेखेको छ अलि माथि, त्यहाँबाट तल गइसकेका छौँ। हिँड्ने क्रममा देखिएको हिउँले बाल्यकालको खुसी झल्काइदियो। तराईका हामीका लागि त्यो दृश्य केवल हिउँ मात्र नभई मनभरि आनन्द भर्ने एउटा विशेष अनुभव बन्यो। कटाइदैन भोटेदाई तरेका तार भोट्यानी तरी जाउँ,
हटाइँदैन यति राडा खप्तड पाटन रमाइलो हरिजाउँ। हामी चाहिँ अहिले यहाँ खोलाको किनार किनार हिँड्दैछौँ। यस्तो राम्रो खोला यस्तो राम्रोसँग बगिरहेछ अनि हामी यहाँ किनार किनार हिँड्दैछौँ। यसरी हामी तल चाहिँ ठ्याक्क खोला छ, यता अस्ति भर्खर हिउँ परेको यस्तो अनि यता छेउछेउबाट हिँड्दै हिँड्दै गइरहेछौँ। बेलुकाको 7 बजिसक्यो, हामी स्टिल हिँड्दैछौँ। बिहान 9 बजे हिँड्न थालेको। इभेन प्रपरली रेस्ट पनि गरेको छैनौँ कि पुगेकै छैनौँ कति टाढा भगवान्। त्यो चाहिँ स्टेको लागि होमहरू हो भनिरहेछन् के अरे। अब त्यहाँसम्म पुग्नु पऱ्यो यहाँदेखि। यो चाहिँ हामी हिजो आएर बसेको घर। हिजो राति यति राति पुग्यौँ, हामीले केही क्लिप पनि खिच्न पाएनौँ। यहाँ तल चाहिँ यसको किचन रहेछ, यहाँ चाहिँ खानासाना खुवाउँदो रहेछ नि, त्यो चाहिँ स्टेको लागि रहेछ। अनि अस्ति भर्खर हिउँ परेर रहेछ हेर्नु न गाइस। हामी कस्तो यहाँ पाटनमा हिउँ देखिन्थ्यो होला, न हिउँ देख्यो न हरियो देख्यो, माथि पुरा त पुरै हिउँ छ। खप्तडको पाटन अगाडि मनमोहक दृश्य, हातमा तातो चिया, त्यो आनन्द त शब्दमा पनि भन्न सकिँदैन। हामी चाहिँ बिहान उठेर खाजा खानलाई पनि चिया खाइसक्यौँ। अब चना अनि त्यसपछि अन्डा खाजा खाएर अब घुम्न निस्किन्छौँ एकछिनमा। यसलाई चाहिँ खप्तडको केदार ढुङ्गा भनेर चिनिँदो रहेछ। यसलाई पनि एउटा प्रख्यात ठाउँ भनेर चिनिँदो रहेछ। यसको हिस्ट्री चाहिँ मलाई खासै थाहा भएन, तर केदार ढुङ्गा भनेर लेखेको छ। यो चाहिँ हामी आर्मी क्याम्प जाने बाटैमा पर्दो रहेछ। चाहिँ त्रिवेणी मन्दिर हो। अनि त्यसपछि यहाँ चाहिँ गङ्गा, जमुना र सरस्वती 3टा नदीको मिक्स भएर त्यहाँनिर चाहिँ मान्छेहरू नुहाउँदो रहेछ। हामीले पनि भर्खरै नुहायौँ। अनि त्यसपछि यहाँ पूजाहरू गऱ्यौँ। अनि यहाँ यस्तो रमाइलो भयो। नुहाउँदा त लास्ट चिसो थियो, अनि तर बाहिर आइसकेपछि आफै तातो हुँदो रहेछ। अनि मेरो साथीहरू भाइ बहिनीहरू यहाँ नुहाएर यहाँ कतिको चिसो भयो त, एकदमै चिसो भयो। त्रिवेणीमा नुहाउँदा हामीलाई हामीभित्र भएको सबै नकारात्मक कुराहरू त्यही पानीमा बगेर गएको महसुस भयो। त्रिवेणी पार गरेपछि हामी खप्तड दहमा पुग्दा त्यहाँको शान्त र सुन्दर दृश्यले रारातालको झल्को दिँदै मनलाई मोहित बनायो। हामी चाहिँ फाइनल्ली यहाँ बिच पानी आइसकेका छौँ। माथिबाट झरेको आज चाहिँ, अनि आएर यहाँ चाउचाउ पकाएर खाँदैछौँ। अब लाइक अहिले चाहिँ 5 बजे होला। अब बेलुका खाना खान्छौँ अनि यहीँ सुत्छौँ। आज चाहिँ मजाले यहीँ रेस्ट गर्छौँ। हामी त्रिवेणीमा नुहाएर आइसकेपछि कपडा चिसै थियो, त्यसैले यहाँ यसो सुकाउन भनेर सुकाउन राखेको। यो चाहिँ हामी स्टे गरेको रुम हो। यस्तो छ, यस्तो छ बिच पानीमा। भोलि बिहान नै हामी फर्किने हो। भोलि बिहान चाहिँ हामी बिहान नै मर्निङमा हिँडेर फर्केर हाम्रो नेपालगञ्ज पुग्ने टार्गेट छ है। साँझसम्म सकिन्छ कि नै त्यो त अब हेरौँ। बीच पानीको चिसो साँझमा आगोको न्यानो तापसँगै चलेको कुराकानीले दिनभरको थकाइलाई पनि कतै हराइदियो। बच्यो त केवल हाम्रो सम्झनाहरू मात्र। अब खप्तडको भ्लग यति नै होला गाइज। हाम्रो च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै ट्रेकिङ भ्लग अनि त्यसपछि हजुरहरूलाई चाहिने इन्फर्मेसनहरू लिएर हामी आउने नै छौँ। हस् त, बाई बाई। जय नेपाल।